ओके यार अहिले राखिदिनु दुईटा उतै लगिदिनु सो अहिले चाहिँ यसो हाम्रो स्पेसल यहाँको फ्राइड राइस ब्ल्याक आइज है यहाँ चाहिँ फुड कर्नरमा हामी सुर्खेत है चलाएर दाइ कस्तो छ हेर्दा एक बाइट ल खाएर छोटो प्रार्थना गरेर टेस्ट हानिदिउँ न त होइन केही छैन ल एक बाइट हानेर कस्तो छ चाखेर भनिदिउँ न त होइन के छ र पिस पनि एक्स्ट्रा चाखेर दामी छ नेपालगञ्जमा यस्तै यस्तै पाइन्छ रोशन भाइले एकदम राम्रो ठाउँमा लिएर आउनु भएको छ एकदम टेस्टी फ्राई राइस छ अब हामीले चाहिँ विशेष गरी सधैँ आएर खान्छौँ नास्ता हेलो गाइज वेलकम फेरि पनि स्वागत छ आजको नयाँ भिडियोमा नयाँ दिन सुनौलो दिन खुसीको दिन चाहिँ आज गाइज विशेष गरी सम्पूर्णलाई जयमसी अनि सबैको दिन राम्रो जाओस् आज चाहिँ विशेष गरी आज चाहिँ भ्लग आज चाहिँ सुट गर्न गइरहेको छु सो आज चाहिँ स्पेसल है अनि एउटा इभेन्ट हुनु गइरहेको छ आज होइन भोलि हो तर हामी बाटोमै छौँ विशेष गरी चाहिँ हाम्रो दाइको चाहिँ विवाह हामी चाहिँ भाउजी लिन गइरहेका छौँ सो हामी अन द वे छौँ अनि त्यही भएर यसो भ्लग हानिदिइहालौँ भनेर चाहिँ भ्लग प्रिपरेसन गरिरहेको छौँ होइन सो अहिले हामी चाहिँ यहाँ हाम्रो दुला यहाँ हुनुहुन्छ है क्या ह्यान्डसम देखिनु भएको छ भाउजू त है भाउ त हेऱ्यो भने हेरेको हुनुहुन्छ यति ह्यान्डसम दिनु भएको छ हाम्रो दाइ सो हाम्रो अङ्कल हुनुहुन्छ फुपू हुनुहुन्छ अनि हामी चाहिँ नास्ता खाँदैछौँ अनि हाम्रो गाड चाहिँ यहाँ छ है अनि चाहिँ हामी पहिला नास्ता टक्क लगाएर नास्ता खान्छौँ अनि नास्ता खाएर चाहिँ हामी यहाँदेखि अनि जुम्लाको लागि फेरि रवाना हुन्छौँ सो गाइस फाइनली हामी चाहिँ अब गाडीमा बसेका छौँ यता यसो हुनुहुन्छ होइन सर देखाइदिइहालौँ भनेको होइन हामी चाहिँ टक्क लगाएर अब हामी यहाँदेखि रवाना हुन्छौँ नास्ता खाइसकेका छौँ अनि यसो अब यहाँ चाहिँ मैले चाहिँ दाइरा चाहिँ पछाडि अब किनभने सामान छ नि त बिहाको हो अब यसो नासवासो त गइहाल्छ नि होइन हो कि होइन त्यही भएर त्यसलाई बानबुन गर्नु पर्यो अनि यहाँदेखि पत्ता चलोस् ल भाइ ल्याऊ ल भाइ छोट बस्नु अलि अगाडि जा अलिक किनौला फ्रीका माल फ्रीमा के देला फ्रीमा म चार किन लगिहाल्नु कुन फ्रीमा यो त मसिन के पछन है यति अलिकति मात्रै छ के डबल छ सो गाइस अहिले चाहिँ हामी अनि माथि गुराँसिरा हल्का तल छौँ अनि तपाईँ देख्न सक्नुहुन्छ यस्तो दामी छ ओ माई गुडनेस भनेर भन्न अब के भन्ने है यो चाहिँ यसो तल सुर्खेत हो त्यो चाहिँ हामी अब यसो यहाँ गाडीलाई दुल्हाको सवारी हो नि त आज त यो हाम्रो दुल्हा राजाको सवारी हो त्यो भएर यसलाई यसो सजाउने भनेर फुल सुल यहाँ है सानो रिबन सिबन टक्क लाएर यहाँ सजाउने भन्ने कुरा भएको छ दाइ ल कसरी गरे कसरी गरे ट्यागको यो तान्ने दुईटा हुन्छ यसमा अनि यसलाई यस्तो गरेर तान्दै गयो भने गो यस्तरी गरे दुईटै तान्ने हो दुईटा हो यस्तो पुरै तान्न झट्ट केही हुन्न के च्याथिन्न के दुईटै तान्ने तलबाट दुईटा सर तान्ने त्यही त भन्छ किन चुप्टाइराख्नु भएको छ अघिबाट भन्छु देख्नुभयो गाइस तपाईँ यस्तै गरी समात्नु होला क्यामेरा दुला राजा हाम्रो क्यामेराम्यान हुनुहुन्छ यसलाई यसरी सजाउने हो तयारी भइरहेछ अनि अब एउटा सानो फलाम दसरा थियो त्यहाँ दसरामा कति चौडा सब यसलाई लडा बनाउँला
डबल टेप छ नत्र भइहाल्थ्यो कि यसलाई यस्तो गराउँला के लरा यस्तो यस्तो गरिदिउँला के अब केही न केही जुगाड त गर्नु पर्यो यस्तो गर्नु लिनु न अङ्कल अझै छ अङ्कललाई पनि आइडिया भएको लिनु कहिले आउनु सानो ल्याउनु त गाडी सजिरहेको छ डबल टेप तिम्रो छ मैले यता खोल्दिएँ कि यहाँ उल्टा उल्टा खोल्नुहुन्छ गाडी सोध्नु पर्छ यसो पुरै त्यही त तान्नी छ घरदार किन मजबुत माथिको दुध होला पहिलो सुरुमा त बन्यो एउटा सो गाइस फाइनली हाम्रो गाडी सजिएको छ सो अब त देखाउने अघि चाहिँ क्यामेराम्यान नभएर देखाउन पाएन वाह अब यसरी हामीले गाडी सजाएका छौँ हल्का गरी ल हाम्रो यहाँ टोली हाम्रो जन्ती दुला राजाको गाडी दुलाहाको सवारी प्लस जन्ती प्लस दुलाहा म हामी सबै छौँ होइन ल सो गाइज अब हाम्रो दुल्हाको सवारी चाहिँ यसो हल्का सजाछौँ थोरै है यसो यो गरेर हाली चाहिँ हामीले सजाएको छ अनि किनभने अब बाटोमा हल्का दुल्हाको सवारी जस्तो देख्नु पऱ्यो नि त हल्का भए पनि अरू चाहिँ अब हामी उतै गएर बाटोमा जुम्ला पुगिसकेपछि त्यहाँ चाहिँ यसो ब्यानर सानो हाल्ने अन्त बेलुन सेलुन चप्काउने भन्ने हाम्रो सोच छ अनि हामी त्यो गर्नुपर्छ अब किनभने यहाँदेखि छ टन्नै बाटो पनि अलिक खतम छ त्यही भएर फेरि सबै उरिहाल्छ फुटिहाल्छ अहिले सबै सजाए पनि राम्रो पनि हुँदैन त्यही भएर हाम्रो दुलाल चाहिँ हेर्दै हुनुहुन्छ टक्क लाएर या सेल्फी पनि हान्दै हुन्छ अब आज दुला उहाँ त 1 महिनासम्मलाई त दुलै हुनुहुन्छ बिहार चाहिँ भने नयाँ नयाँ होइन सो त्यही छ अनि हामी चाहिँ अब यहाँ पछाडि चाहिँ सामान मिलाउँदैछौँ किनभने अब फोहोर लाग्छ होइन त्यही भएर चाहिँ यो प्लास्टिकमा हालेर यसलाई चाहिँ हामी पुरै गर्ने हो हाम्रो दाइले चाहिँ गरिराख्नु भएको छ त्यही छ सो अब म यसलाई फटाफट हामीले बाँध्दा चाहिँ हामी अब निक्लिन्छौँ है गाइस अब यहाँ हाम्रो यसरी चाहिँ प्याक भयो सामान होइन हल्का छ धेरै छैन ल बसौँ है यसरी जाली बुनेको छ सामान नगिरोस् भनेर हुन्छ होइन त्यही त हो अब हामी त हेरेको हेरे हाम्रै अनुमति बिना नखोली भैया चलो अब खोलो त्यो त सिधै कुरा हो होइन अब हामी बिना हाम्रो अनुमति बिना त गाडी खुल्दैन सिधै कुरा हो अब त यो घुम बाटो गयो होइन छ अझै सो गाइजहरू चाहिँ हामी हिँडिरहेका छौँ अनि अहिले चाहिँ हामी गुराँसी डाँडा हामी क्रस गरिसकेका छौँ र हाम्रो टोली चाहिँ पछाडि देख्न सक्छ सब थाकिसक्यो बिहान 4 बजे हिँडेको अनि गाह्रो भएर पहिला उल्टी आएको छ होइन पहिला उल्टी गरिराख्नु भएको छ पहिले के गरिराख्नु भएको छ यता फुले उल्टी आउँछ भने त चाना साना खाइराख्नु भएको छ उल्टी नआओस् भनेर होइन अहिले हामी यसरी चाहिँ जाँदैछौँ अझै हाम्रो टन्नै टाइम लाग्छ सो रमाइलो भइरहेछ भनौँ अरू सुत्यो पनि आफूले चाहिँ गाडी चलाइराख्नु भइरहेछ त्यही हो अनि मोड चाहिँ खतरा छ जस राम्रो छ बाटो ठिकै छ भनौँ यतातिर जोस् अनि अघि चाहिँ गुराँसहरू चाहिँ धेरै देखेको थिएँ ठ्याक्क भिडियो अलि बनाउन पाएन त्यहाँ चाहिँ देखाउने भनेको थियो तर अहिले पाएन देखाउन चाहिँ अब चाहिँ हामी तल डाउनहिल झर्दैछौँ सो गाइज हेलो अब हामी फेरि होइन अब बिहामा त जाँदैछौँ तर पनि यसो हामी चाहिँ के गरिरहेको थियौँ भनेपछि कस्तो के हो भन्ने कुराकानी हामी चाहिँ यसो रेस्ट गर्नलाई एकछिन रोकिरहेको थियौँ सो चाहिँ अनि हाम्रो दाइ चाहिँ बिचार बहुत गाह्रो भइरहेको छ अनि उहाँले चाहिँ धेरै उल्टी गर्नु भएको छ होइन सो हाम्रो दुला राजालाई अहिले हल्का गाह्रो छ प्लिज प्रे एभ्रिवान है अब पुरा लास्टै गाह्रो भइरहेको क्या हेर्नु पुरा अघिदेखि भयो है बाटोदेखि पुरै उल्टी गरिराख्नु भएको छ ये देख्न सक्नुहुन्छ है सो एकदमै गाह्रो छ दुला राजालाई के ब्याउ ल्याउनु जानु बिचरा दुलाको यहीँ दुलै नपुग्ला जस्तो छ यहाँ बिचरा बिमारी यो उल्टी बढी आयो भने त अलिक गाह्रो हुन्छ नि त त्यही भएर हल्का गाह्रो छ अब हाम्रो टोली त्यहाँ तल पुगेको छ देख्न सक्छु तल पहिला योभन्दा अगाडि पनि एकपटक मैले यो भिडियो बनाइसकेको छु यहाँको चाहिँ आउनु दा यतै आउनु यस्तो एकछिन क्या त्यही त पानीले टाउको गराउनु होला ठिक हुन्छ कि चिसो हुन्छ पानी आउनु अब मलाई लाग्छ यदि चिसो पानीले टाउकोले गऱ्यो भने अलि ठन्डा हुन्छ होला होइन मलाई अलि उल्टी आइरहेछ मलाई लाग्छ सो कमेन्ट
है कस्तो हुन्छ भनेर। सो यो चाहिँ अहिले हल्का लामो हुनसक्छ यो भिडियो, तर सबैले चाहिँ हेर्नु होला, किनभने यो चाहिँ दाइको बिहाको हो नि त, अनि 2-3 दिनको कभर गरेर हाल्ने हो। अनि त्यही हिसाबले हामी चाहिँ हाम्रो भिडियोहरू हल्का लामो हुनसक्छ। सो इन्जोय इट है, सबैले इन्जोय गर्नु होला, त्यही नै भन्न चाहन्छु। ओके, हेर्नुहोस् डर के आगे जिते यी दमहती कुद्ने अंदर अभी। अब हेर्नुहोस् उहाँ कुद्दै हुनुहुन्छ हाम्रो ब्रदर अभी आउँछ आउँछ, त्यही त कुदेपछि त्यसै थाहा हुन्छ, कुद्नु न एकपल्ट आउँछ कि अङ्कल कुद्छ नि कि कुद्दैन अङ्कल आफ्नै त्यही त अङ्कलको पेटलाई सम्हाल्न गाह्रो छ पानीमा। अनि भाइ खेल्न त खेल्नुहुन्छ त पुरा आफ्नो 3 महिना 4 महिनाको पेट पहिल्यै छ त्यहाँ। अनि तातो पानी होइन, बहुत चिसो छ अब ए आओ हो गया अब ना। सो गाइस अब हामी घुमेर आइसक्यौँ। एउटा निर्णय भयो, के निर्णय भयो भनेपछि हाम्रो दुला राजालाई गाह्रो भयो, भित्र बस्न उल्टी आयो है। अब त्यस कारणले गर्दा के निर्णय भयो भनेपछि अब तपाईँलाई म भन्छु, रोक्नुहोस् एकछिन। अब हाम्रो दुला राजालाई चाहिँ जेलमा हाल्ने गरे भएको कुरा यस्तो पनि हुन्छ त है। ल तपाईँ आफै हेर्नुहोस्, यता हेर्नुहोस्, हाम्रो दुला राजा है दुलै लिन जाँदै हुनुहुन्छ जेलैमा, हो जेलैमा चरी जेलैमा भने जस्तो भएको छ। उहाँ चाहिँ पछाडि बस्ने गऱ्यो, उहाँलाई धेरै उल्टी आयो, अब फ्रेस हुनुहुन्छ कि भनेर उहाँ चाहिँ यस्तरी बस्ने गऱ्यो। सो हाम्रो दुला राजा एङ्गलदेखि लिनुपर्छ, एङ्गलबाट लिनुपर्छ है। दाइ यतै बस्ने हो त, ओ या हामीलाई चाहिँ बाहिरको नेचुरल हावा खानलाई यहाँ बसिराख्नु भएको छ। सो हामी चाहिँ इन, उहाँ चाहिँ आउट है। सो त्यही हो, हाम्रो फुपू आउँदै हुन्छ, फुपू चाहिँ आउनु भएको छैन, आउँदै हुनुहुन्छ। उहाँ आउने बित्तिकै अब त्यही त हो, अब फुपू है बाहर यार, उधर नहीं आए है ना। हाँ ए शीशा खोल्नु नि र, त शीशा खोल्नुहुन्छ र, गर्मी भइगयो यार। माय गॉड, सास पनि गर्मी। सपनों के छोडिदिनु फुपू त्यो फुलसुल धुने लाएर हो कि होइन। सबै हामी निक्लिन्छौँ। सो अहिले चाहिँ हामी तेल हाल्न चाहिँ यहाँ राखेका छौँ होइन। हाम्रो दाइ आइ अहिलेसम्म देख्नु भएको छैन, बास देखो क्या राइडर बनेगा र तुम बाबा। हामी चाहिँ तेल हाल्दा छौँ। दाइ कस्तो अनुभव भइरहेको छ यो हाल्दाखेरि? मालिक कति दिइराख्नु भएको छ स्यालेरी मलाई? ल के हो त कम्प्लेन आयो त, महिना बनाउन पुरा बाटो महिनामा भर्खर आएर 25 गयो। 5 दिन त छुट्टी हो त, 25 गते स्यालेरी पाएपछि कमाउनु मात्रै खर्च गर्नु पर्यो। 4 दिन त राख्नु पर्यो होइन। तेल हाल्दैछ हजुर, भित्र छुट्टै ड्रम छ जस्तो छ। अनि तल हाल्नु न, तल हाल्नु त एकदम राम्रो हावा राम्रो आयो नि। चसा चाहियो मेरो, नतोड्नु फेरि। कति लिटर गयो यो? 60। हामी अब निक्लिन्छौँ।
हो टक्क लगाएर गराउनु के चाहियो सो अब चाहिँ हामी यहाँदेखि निक्लिन्छौँ तेल आइसकेको छ भाइ अब के किन्न जान लानु भएन के किन्नु बुढाले अब हामी त्यस्तै होइन अब हामी त बिस्तारै हिँड्ने हो सो गाइज अहिले चाहिँ हामी कालीकोटको मानमा भन्ने ठाउँमा अब पुग्न लागेका छौँ सो हाम्रो दुलाल आज अघि पछाडि बस्नु त अहिले पुरा फ्रेस हो कि होइन पुरै होइन सो अहिले चाहिँ पुल छ मानमा जाने यो पुल हो क्रस गर्ने सो हामी वासरुमको लागि चाहिँ रोकेको थियौँ हामीले यहाँ सर्टको लागि के होइन या ए भाइ ओइ कति गएर छ कति गएर कति साह्रो गएर कुद्नु न चेक गरौ बाँचिन्छ कि छैन कुदेपछि बाँचिन्छ कि बाँचिन्न गरे अनुहार देखाऊ देखो यहाँ फटाई कुदेपछि बाँचिन्छ कि बाँचिन्न रिलेस कमेन्ट भन बाल्नुमा गएर त खास लाग्यो लामो कपाल भयो त्यस्तै उठ्यो होला थाहा हुन्थ्यो होला होइन कपालै दामी हो त दाइ सो अब जाने हो अब एक दुईवटा फोटो खिच्नु पर्यो होइन सो हामी रेगुलर अहिले 12, 13, 14 घन्टा भयो अहिले बिहानदेखि हामी हिँडेको सो अहिले चाहिँ अझै हामी जुम्ला पुगेका छैनौँ यार अन्त भयो होइन यहाँ यसो वासरुम ब्रेकको लागि चाहिँ रोकेका थियौँ बिचमा गाडी पनि आफै चलाउनु पर्छ त्यो भएर भिडियो बनाएर आएको छैन दुलाराजुले पुरा त्यहाँ भिडियो बनाएर आयो कि फोटोसोटो खिचेर आएको होइन हो कि होइन कस्तो मजा आयो भइरहेको छ दुलाले गरिराख्नु भएको छ मेमोरी है मजा आयो ल त्यही छ अब ओइ सो अहिले चाहिँ हामी रातिको कति बजी त आयो कतिको टाइम 10:15 कति घन्टा भयो 4 बजे 19 घन्टा भयो गाइस हामी बिहानदेखि हिँडेको अहिले नन स्टप होइन बिचमा ब्रेक भयो अलिअलि यता हाम्रो बुला यति हुनुहुन्छ 18 घन्टा कम जो चाहिँ सिट चेन्ज गरिरहेको घन्टामा हामी अगाडि बढ्दैछौँ हामी 1900 घन्टामा अगाडि बढिरहेका छौँ यहाँ बाटो हेर्नुहोस् है यस्तो मजाको छ कि पुरा पिङ्गैवाला छ पुरा घुप्लुक घुप्लुक गर्छ पुरै होइन अझै लाग्छ 1 घन्टा भने चाहिँ 20 घन्टाको यात्रा 1900 घन्टामा छौँ अब 20 घन्टा लाग्न सक्छ अनुमानित हो अझै एउटा गाउँ आयो अझै 2टा अझै गाउँ छ है अनि अब हाम्रो चाहिँ यात्रा जारी छ सो त्यही त हो लामो छ केही छैन अब बिहा हो अब सधैँ गर्ने कुरा होइन एकचोटि हो रमाइलो भइरहेछ बिहामा सो अहिले हामी अन द वे होइन अब त्यही त ल दा 1-2 शब्द भन्नुहोस् यार तपाईँ यार तपाईँको बिहा हुँदैछ यार हामी राति कस्तो लागिरहेछ भन्नु दाइ अहिलेसम्मको यात्रा हाम्रो रोशन सरले यात्रामा एकदम आरामदायक तरिकाले हामीलाई यहाँ यति टाढासम्म पुगाउनु भयो अब हामीहरू पुग्न लागिसकेका छौँ आधा घन्टा जति लाग्छ होला हामी पुग्न लागिसकेका छौँ ल हाम्रो दुलाराजुले भन्नु सक्नुभयो अब हामी पुग्न लागिसकेका छौँ अरे आधा घन्टा अझै लाग्छ अरे होइन सो त्यही छ अब आधै घन्टा अझै लाग्छ अझ कन्फर्म छैन किनभने अब अहिले चाहिँ अँध्यारो चाहिँ केही पनि देखिँदैन रोड मात्र छ होइन वरिपरि के छ केही ताथिति छैन सो जे हुन्छ भोलि जे हुन्छ भोलि अब देखिनेछ होइन
सो त्यही भोलि तयार हुन्छ अहिले हामी आउँछौँ हाम्रो गाडी हाँच्छ फुपू यता हुन्छ राजा यता हुन्छ दाइ यता पर हुन्छ अङ्कल यता पछाडि हुनुहुन्छ होइन त्यही हो सो अब चाहिँ हामी सिधै अब उता गएपछि अब सिधै भेट हुन्छ होइन त्यही नै हो अब यसो जाउँ भनौँ अझ जस कता जानुभएको छ फाइनली गाइस पुग्यो आफ्टर 19 घन्टाको यात्रापछि हामी पुग्यो गाडी यहाँदेखि मधुरसँग देखिरहेन उहाँबाट आउँछ यतै चिसो चाहिँ यहाँ पुरै ब्लर भने ब्लर देखाएर चाहिँ हाम्रो दाइ दुला हाम्रो पास्टरज्यू है म यहाँ छु अनि 19 घन्टाको यात्रापछि हामी पुगेका छौँ त्यही नै हो अब खाना खान्छौँ अनि म जहाँसँग जाममा सुत्ने हो सो बाँकी फेरि भोलि नयाँ दिनको फेरि रेकर्ड गराउँदा आयो त गाइस सो यहाँ चाहिँ अहिले भोटे चियाको तयारी हुँदैछ यहाँ हेर्न सक्नुहुन्छ है भोटे चिया बनाउने मेसिन हो कफी मेसिन जस्तै अनि उहाँ चाहिँ हाम्रो दाइको सासू र ससुरा हुनुहुन्छ उहाँले चाहिँ भोटे चिया तयार पार्दै हुनुहुन्छ है पाहुनालाई स्वागत गर्ने एकदम स्पेसल सो आज हाम्रो दोस्रो दिन आज अब एकछिनमा मगनी हुन्छ अनि हाम्रो दुलाले यसो पपकर्न खाँदै हुनुहुन्छ यहाँ भोटे चियासँग पपकर्न स्पेसली सो हामी पनि खाँदैछौँ है यहाँ भोटे चिया त मैले खाइसकेँ अब यो नर्मल चिया खाँदैछु म फेरि कस्तो लाग्यो अङ्कललाई आज यो त कस्तो लाग्यो अहिले आराम भएको छ हिजोभन्दा फुपूलाई फुपू त हाँस्यो चाहिँ पास्टरले वचन तयार गर्दै हुनुहुन्छ आज विवाहको लागि सो अब हामी एकछिन हो हाम्रो मगनी हामी हेर्नेछौँ हाम्रो दाइको ह्यान्डसम दाइको सो त्यही नै छ अब यहाँ भोटे चिया अब खाने भए आउन सक्नुहुन्छ त जुम्लातिर है गाइस आरामै हुनुहुन्छ सो अहिले चाहिँ बिहान भइसकेको छ अनि हामीले चिया खाइसकेका छौँ र अहिले हामी बाहिर आइसकेका छौँ र आज म तपाईँलाई यो जुम्लाको एक्ज्याक्ट मलाई अझै पनि नाम थाहा छैन कुन ठाउँ हो म देखाउन चाहन्छु हेर्न सक्नुहुन्छ यस्तो दामी घरहरू छ यहाँ यस्तो दामी टक्क चट्ट परेको होइन ए हेर्नुहोस् त आहा कस्तो राम्रो छ यो सबै मिल्यो कि माथि हिउँ पनि तराई जस्तो क्या यो माथि उता चाहिँ हिउँ परेको छ यता चाहिँ तराई जस्तै सम्म छ पुरै खन्न पनि सेम जोताइ पनि क्या तराका ऊ जस्तै माटो त्यहाँ त पर हिउँ छ ऊ तलसम्म हिउँ छ यस्तो छ होइन सो अब चाहिँ हाम्रो एकछिनमा मगनी हुन्छ सो एकदम दामी चाहिँ हामी जो 19 घन्टाको 18-19 घन्टाको यात्रा गऱ्यौँ सो अब चाहिँ अब विशेष गरी जुन कामको लागि आएको थियौँ त्यो कामको लागि हामी जाँदैछौँ अब हामी चाहिँ हाम्रो चाहिँ दाइको चाहिँ मगनी हुन्छ पहिला अनि मगनी 8 बजीदेखि मगनी छ र 8 बजेपछि मगनी भइसकेपछि 11 बजे चाहिँ हाम्रो फेरि विवाह छ विवाहको कार्यक्रम सुरु हुनेछ र 2 बजे खाना कार्यक्रम छ यसको के दुई शब्द हाम्रो पास्टरजीले भन्नुहुनेछ यति बेला यो जुम्ला जिल्लामा छौँ यहाँ हामी कहिल्यै पनि आएका थिएनौँ ठिक एउटा सम्बन्धको कारणले गर्दा हामी यस ठाउँमा छौँ र यो ठाउँ एकदमै सुन्दर लाग्यो यो डाँडाभन्दा उता हाम्रो रुल्पा पर्छ भने यता माथि भाग चाहिँ हाम्रो यो जुम्ला जिल्ला हो र यहाँ हामी विशेष गरेर विवाहको लागि यहाँ आएका छौँ र आजको कार्यक्रम र केही समयपछि हाम्रो मगनी कार्यक्रम सम्पन्न हुनेछ र त्यसपछि हामी 11 बजेबाट 1 बजेसम्म हामी विवाह कार्यक्रम सम्पन्न गर्नेछौँ र 2 बजे खाना खाने कार्यक्रम हुनेछ र आज हामी यहाँ विवाह सिद्ध्याएर हामी जुम्ला बजारमा गएर हाम्रो बास हुनेछ हाम्रो त्यो छ सहमति छ गरे भने म मगनी गर्नको लागि म उहाँलाई प्रेम गर्छु उहाँलाई मन पराउँछु उहाँले हात थाप्न आउनु भएको छ म आफ्नो हात उहाँलाई दिन चाहन्छु यो जीवन दिन चाहन्छु म सहमति गर्न चाहन्छु भनेर उहाँ चाहिँ आएर यो मिठाईलाई छुइदिनुहोस् आँखालाई हेरेर यता फर्किनुहोस् तपाईँ फर्किनुहोस् यता एक्लै आँखा चुचाएर हेर्नुहोस् भने उहाँले स्वीकार्नु भयो अब तपाईँ आउनु दुईजना अब बस्नु सबै त
तपाईँ हेर्नुहोस् त म यहाँ भन्छु तपाईँले भन्नु होला तपाईँले दाहिने हातसम्म तपाईँले दाहिने हात दिनुहोस् तपाईँको तपाईँले गर्नुभएको प्रतिज्ञामा म स्वीकार गर्न चाहन्छु र यतिखेर मण्डलीको अगाडि धर्मगुरुहरूको अगाडि र समाजको अगाडि र परमेश्वरको अगाडि तपाईँलाई यो प्रतिज्ञा गर्न चाहन्छु यो विवाह नहुने दिनसम्म म पनि यो प्रतिज्ञा गर्न चाहन्छु कि सत्सङ्गमा पारिवारिक सत्सङ्गमा यो विवाह हुनको लागि सहायता गर्नुहोस् आशिष गर्नुहोस् धन्यवाद यसो आज तपाईँले विवाह हुनुभन्दा पहिला सँगसँगै तपाईँको अनुमति छ भने सो अब चाहिँ हामी रेडी भइसकेका छौँ डाइरेक्टली दुला दामी ल खै बुन्तसँग दियो भाइ ल को एनसी छ दुला राजा एन्सम देखेको छ नि अझै भए पनि होइन हो कि दाइ भाइको भाइ न त्यहाँ त नसोध भाइ सोधिदिनुहोस् त्यहाँ किन फोन गर्ने हिँड्थ्यो उताउति भाउजू हुनुहुन्छ हिँडी सोधिहाल्नु भाउजू दाइ कस्तो देखिनुहोस् भनिदिनु नहेरेर भनिदिनुहुन्छ अहिले भाउजूले हो नि दाइ भाइको दाइ हेर्नु दुई भाइको मिलेको छ नि होइन सही होइन तैँले पनि यस्तो लाग्यो खोजी खा तिन भाइ लगाएर दुईटा यता त्यो पनि हो होइन देखेको छ नि नयाँ सो फाइनली अब चाहिँ हामी रेडी भइसक्यौँ सो मेरो रेडी भएर टक्क लगाएर तपाईँ देख्न सक्नुहुन्छ अब आइपुग्यो हो नि त एक त हुनु पऱ्यो खतरनाक तरिकाले सो अब हाम्रो गाडी यहाँ आइ यसरी रेडी भएर छ होइन दुलाको सवारी है दुलाको सवारी उयो चाहिँ त्यसरी बेलुने सो वाह या झकास अगाडि फुल छर्किने अगाडि फुल छर्किने अगाडि
परमेश्वरलाई धन्यवाद दिनेछौँ अनि यसैमा चाहिँ हामी उहाँले चाहिँ विवाहलाई त्यसकारण विवाह एउटा मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो। परमेश्वरले तपाईले चाहिँ हुन्छ अथवा म गर्दिनँ गर्छु भन्ने कुराहरू भन्नुपर्छ है। मैले पहिला चाहिँ तपाईँलाई सोध्छु, दुलालाई यो प्रश्न गर्न चाहन्छु। अमित, यस क्रिस्चियन विवाहका सौभाग्यहरू र जिम्मेवारीहरूलाई पूर्ण रूपमा बुझ्नु भएपछि विवाहको पवित्र जीवनमा एकसाथ जिउनका लागि के तपाईँ यी स्त्रीलाई आफ्नी विवाहित पत्नी हुनका लागि लिन तयार हुनुहुन्छ? हेर्नुहोस् है नम्बरी फोटो राम्रो आउँछ तपाईँको, अहिले भन्दा नि पछि अहिले त तपाईँलाई लाज लाग्छ, पछि यसो गर्नु पर्ने रहेछ भन्ने हुन्छ। म अमितले तिमी सरितालाई मेरी विवाहित पत्नी हुनका लागि लिन्छु। पूर्ण रूपमा बुझ्नु भएपछि विवाहको पवित्र जीवनमा एकसाथ जिउनका लागि के तपाईँ यी मानिसलाई आफ्ना वैवाहिक पत्नी हुनका लागि लिन तयार हुनुहुन्छ? म सरिताले तपाईँ अमितलाई मेरो वैवाहिक पति हुनका लागि लिन्छु। यस दिनदेखि उसो असलको निम्ति खराबको निम्ति धनमा गरिबीमा रोगमा स्वस्थतामा आफूसँग राख्नेछु। यहाँ औँठी आएको छ सुन। हाम्रो नेपाली चलन अनुसार सुनलाई एउटा पवित्र हामी खान्छौँ। पुरा घेरा बन्दी छ। अब चाहिँ अमितको घेराभित्र सरिता र सरिताको घेराभित्र अब अमित। पुरानो कुरा अब उहाँको जीवनमा अब डिलिट भयो। ल ताली बजाइदिनुहोस्। ल हाँसमा त यसरी भन्नु हो किन अलि राम्रोसँग जाउँ न। यसरी हालेस् त। आउँला आउँला भित्र छिराएर अन्दाजी र अब केही कुरा ताली बजाउनु न सबले। कसरी हेर्नु भएको छ? ल हामी दुलै लगेर गयौँ है। टाटा बाई बाई। सो हेलो गाइस, अब चाहिँ यहाँ बिहा सकिसकेको छ। तपाईँले देख्नुभयो होइन भिडियोहरूमा चाहिँ। अब यहाँ चाहिँ बिदाबारी हुन गइरहेको छ। अनि यहाँ चाहिँ बिदाबारी गर्न गइराख्नु भएको छ। अनि दुलै चाहिँ कपडा एक्सचेन्जलाई जानुभएको छ। अनि हाम्रो भाउजू अनि त्यही भएर चाहिँ यहाँ सारा गाउँको मान्छेहरू चाहिँ वेट गरिराख्नु भएको छ। तपाईँलाई म देखाउँछु है कस्तो छ भनेपछि है। यता हेर्नुहोस्, यता पुरै टन्नै हुनुहुन्छ। अनि यता पनि यता साइडतिर पनि हुनुहुन्छ है। अनि यता पछाडि चाहिँ केही सामान भाउजू चाहिँ आइसक्नु भएको छ। छोडिदिनु भाउजूले भित्र पसिहाल्नु त अलि फेरि हुन्छ कि। सुन ल ल आउनु यहीँबाट ढुवा खोलिदिनु न। सो यहीँबाट कि यहाँबाट। सो अब दुला दुले चाहिँ आउँदै हुनुहुन्छ अगाडि बस्नुलाई। सो है हेर्नुहोस्
आजको दुला वा यो होइन बात पहिला दाइ आउनु सब हामी चाहिँ अलिक निक्लिन्छौँ अनि त्यही हो अब यो चाहिँ अलि बेसमा ढल्नु हल्का हल्का तान्नु बिस्तारै 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 नै तान्नु त दाइ आफै छोड्नु छोड्नु हात छोड्नु सिसा खोल्छु भन्नु न सिसा खोलिदिन्छु भन्नु न सिसा खोलिदिन्छ के एकछिन पहिला ढोका पनि नदिनु है होइन हाम्रो त यहाँ आउनुहुन्छ हाम्रो भाउजू यहाँ आउनुहुन्छ हाम्रो भाउजूलाई चाहिँ बिदाई गर्नलाई चाहिँ यत्रो गाउँ यति माया मार्नुहुन्छ है अनि त्यही छ देख्न सक्नुहुन्छ त्यही हो अब हामी निक्लिन्छौँ त्यही छ है कमसे कम त मान्छे धेरै छ मान्छेहरू लाग्छ रहेछ हो सो होइन हामी चाहिँ अन द वे होइन अनि बिस्तारै हामी चाहिँ जाँदैछौँ यहाँ जुम्लाई यस्तो छ है घाम यस्तो चिसो हावा नि पुरै छाड्दिउँ पुरै छाडौँ डाँडै सल्ले फुर्को यता हेर्नुहोस् गाइस पुरै काठको फिक्स हेर्नुहोस् गाइस है हामी त यस्तो काठको उसमा गाडी हिउँ यस्तो छ हिउँ गाइस है यो खान मिल्छ होला यो दाइ गराउनु त यस्तो लाउनु भाउजू स्वाद्नु है दाइले स्वाद्नुपर्छ अब त तपाईँ पनि एकजना अटाम तल गर्नु त्यो राम्रो छ एसी पुपु लिनु मोबाइल ल जाम्रो पिस्टल ल पछाडि हेर्नु यो पछाडि जाला सो हेलो गाइज गुड मर्निङ न्यू डे नयाँ दिन शुभ बिहानी सो हामी चाहिँ दुलहाईलाई लिएर हामी चाहिँ यो चाहिँ तेस्रो दिन हो होइन अब वेआर होइन हामी चाहिँ घर गइरहेका छौँ वेआर अन द वे सो डिके प्रोडक्सनबाट के भयो अरे जानेवाला थियो हिजोसम्म भन्दै थिएँ डिके प्रोडक्सनले म जुम्ला जान नपाएकोमा दाइ म धेरै दुखी छु भन्दै थिएँ तिम्रो दुःख मनभरि राखिराख भाइ हामी आएर मेटाउँला बराबर छ यो त झनै अझ ठुलो चोट लाग्यो भने तपाईँ त्यहाँको हिउँ देखाउनुहुन्छ मार्सी धानको चामल देखाउनुहुन्छ मलाई यहाँ लोभ लाग्यो भने होला हात क्षेत्र पनि धेरै पहाड क्षेत्र पनि तर यहाँ महँगी चाहिँ घटेको छैन यहाँ एउटा बहुत तगडा के सबै आइसक्यो होइन सबै पानी वानी सब दिन लाग्यो त्यहाँदेखि ट्रान्सपोर्टेसन सब भइसक्यो तर रेट त घट्नुपर्ने हो नि त आइसकेपछि यहाँ एक पेटीको पानीको एक पेटीको 350 बाप रे बाप 160 रुपियाँ वहाँ पर्छ भनेपछि एउटा बोतललाई अनि एउटा बोतल 20 में बेच्न पर्छ होइन एमआरपी लेखा हुन्छ तर यति महँगो के सामान अझै पनि त्यो घटेको छैन क्या सो यो चाहिँ एकदम कर्णाली प्रदेश भए पनि यहाँको अब के भन्ने अब होइन म त केही बोलिनँ बोल्यो भने फेरि बोल्यो भन्ला नि फेरि होइन सिधा जनतासँग हो कि होइन भाउजू त्यही नै त्यही हो अब हामी चाहिँ जाँदैछौँ अनि आज चाहिँ हामी साँझ पुग्छौँ सो आज चाहिँ राम्रोसँग बस्नु भएको छ पछाडि हाम्रो भाउजू हुनुहुन्छ भाउजूको साइडमा भाउजूलाई छोड्न जाने हाम्रो दाइको साली दाइ म यहाँ छु हाम्रो यता आउनुहुन्छ हामी यता जाँदैछौँ सो त्यही नै हो सो बिचमा हुनेछ
इलामको स्टाइल ल्याएछ अहिले घरहरू है तरी घरसम्म यो सिस्टम हो तर घरहरू चाहिँ राम्रो राम्रो छ होइन डिजाइन क्या यहाँभन्दा पनि अझ उता यता त त्यो छैन माथितिर राम्रो थियो यो त राम्रो सिस्टम त्यही हो ओ छ्याट खोला छ जनता जान्न चाहन्छन् को दोस्रो भागमा तपाईँलाई स्वागत छ भनेर भन्न मिल्दैन र हो अहिले हामी नगमा कालीकोटमा छौँ ल दुलाले भनिहाल्नु भएको छ ल भन्नुहोस् त भन्नुहोस् दुला चाहिँ भन्नुहोस् सुरु गरिहाल्नुहोस् दुलै पनि आउनु भएको छ एङ्गलमा भन्नुहोस् दुईजनाले एकदम राम्रो बनाएर खुवाउनुको साउजीले हो ए अनि अब नास्ताको लागि बसेछौँ रोटीहरू बनिरहेछ एकदम चिसो ठाउँ छ यहाँ नेपालगञ्जको जस्तै जाडो लागिरहेछ एक दुईवटा भाउजूले भनिदिनु त फेरि दाइले भनिहाल्नु भयो हाम्रो फुपूलाई कस्तो लाग्यो यति लामो यात्रा जनता जान्न चाहन्छन् को दोस्रो भागमा तपाईँलाई स्वागत छ भनेर भन्दिनँ म हाम्रो दर्शकहरूलाई भनिदिनु पर्यो कस्तो रह्यो हाम्रो फुपूलाई यहाँको ठाउँ जहाँ अस्ति आज 3 दिन भयो मान्छेले अहिलेसम्म सुनेको थिए के अरे नेपाल चाहिँ के अरे प्रकृतिको धनी देश हो भनेर अहिले चाहिँ अनुभव चाहिँ लिन सकेका थिएन तर योचोटि चाहिँ एकदमै वास्तवमै रहेछ प्रकृतिको सुन्दरता जुम्लामा आएर म मात्र होइन मैले त हेरेँ तर अरू साथीहरू पनि आएर हेर्नै पर्ने दृश्य रहेछ यहाँ थ्याङ्क यू सो मच आफ्नो धारणाहरू बताइदिनु भएकोमा धन्यवाद भन्न चाहन्छु तपाईँलाई एकदम मन परेछ अनि फेरि पनि अर्को आउने प्रयास गर्नेछौँ अमित दाइले लिए भने डोनर त उयो हुनुपर्छ फेरि यहाँ उनलाई किनभने त उहाँ अबदेखि त जुम्लाका ज्वाइँ साहब हुनुहुन्छ नि त हो कि होइन अब सबै उहाँले डोनेट गरेपछि हामी फेरि पनि आउनेछौँ अर्को पटक अहिले चाहिँ हामी नास्ता खाइरहेका छौँ भनेर भन्न मिल्दैन नास्ता बनिरहेछ हामी एकछिन नास्ता आएपछि आज रोटी खानेछौँ अनि चिया चाहिँ भर्खर खायौँ होइन अफिस दाइहरू चाहिँ कहाँ पुग्नु बाटैमा हुनुहुन्छ होला ओके हो भाइ छ सर हामी यहाँदेखि नास्ता खाएर निक्लिन्छ हाम्रो गाडी भइरहेको छ अनि हामी चाहिँ यो नागमा जुम्लाको नागमा भन्ने नागमा भन्ने ठाउँमा आएको छौँ त्यो छ अब त्यही हो सो हामी चाहिँ अब खाना खाने भनेर चाहिँ हामी होटलमा आएका छौँ होटल नाम के अरे रोनी होटल अनि यो कालीकोटको रोनी होटलमा छौँ सो दाइहरू यहाँ चाहिँ हाम्रो यहाँ बेहोस हुनुभएको छ हाम्रो भाउजू फुपू अब बहिनी यता यहाँ पुरा खाएको थिएँ सबैजना खाएको थिएँ के भन्ने अवस्था गाह्रो छ त्यही अब खाना खाने हो टक्क लाएर खाना आउँछ एकछिनमा कति बेला खाने टाइम त्यसपछि साँझ पुगेला 8-9 बजी त पुगेला क्या हामीलाई सो गाइज अब चाहिँ हाम्रो खाना आइसकेको छ सो तपाईँ देख्न सक्नुहुन्छ यहाँ अब हाम्रो खाना आएको छ देख्न सक्नुहुन्छ आधा सकिहाल्नेछ त त्यसलाई भोक लाग्छ तर मार्सी चामल सम्झेँ होइन अलिक परबाट ट्याक्कै ठिक छ कहाँ लेखा छ त्यसै सो गाइज अहिले चाहिँ हामी अब गुराँसे पुग्न लागेको छौँ सो अहिले चाहिँ हामी गाडी पार्क गरेका छौँ सो हामी यहाँ किन रोकेका छौँ भनेपछि किनभने हामी चाहिँ यहाँ गुराँस टिप्नको लागि हेर्नु गुराँस यता ओ माई गुडनेस गुराँस मिल्छ क्या हेर्न दिनु न हेरिहाल्छ नि कहिले न मान्छे रहेछन् भने ल अब भाइ पहिला फोटो आन त त्यसपछि विचार गरौँ होइन यस्तो दामी छ गुराँस है यस्तो दामी छ गुराँसको फुल देख्न सक्नुहुन्छ अहिले अरू अझै उता अझै अगाडि बहुत धेरै गुराँस छन् अहिले फेरि देखाउँछु म अहिले यति भनेर देखाउँ गुराँस फुल यतै हुन्छ गुराँसको फुल हो यो चल्दा टिपेर लाने भन्ने कुरा छ हेरौँ कति है गाइस पुरा गुराँस टिपेको छ हामीले तपाईँलाई देखाउँछ कति टिपे तर यहाँ खबराफोर भइगयो रुखमा चढेर रुखमा चढेर त भिडियो बनायो नि यार त्यो पछाडि सब गइजान्छ
यो पछाडि यहाँ रहेछन् सब गइजान्छ ए देख लाली गुराँस हे त्यो देख्यो भने मार्छन् म त्यस्तो डराएको थिएँ होइन यो गर्नु होला के अरे यो सिसा नखोल्नु होला भइजान्छ है कस्तो दामी फुल छ वाउ यहाँ पनि छ तर आधारले देखिन्न उयो त कस्तो दामी सो फाइनल गाइज हामी चाहिँ नास्ता खान आएको थियौँ यता हेर्नुहोस् है फुपूले बनाएको गुलदस्ता ओ हो माई गुडनेस क्या खतरा बनाउनु भयो त फुपूले दामी दामी सही छ हो त्यसलाई पनि कसरी बानपन गरेर कता यताउता गर्नु न दामी बनाउनु भएको छ यार हाम्रो दुलहा दुलही सबै यहाँ चाय साय ल चाय चस चाय तो चुस्की मजा आ गया बसेर बसेर एकछिन है ल बन्द छ गेट निशुल्क प्रवेश निषेध हेरेको नै ल्या 1 लाख चेक नाइ क्यूआर वाला सिस्टम में गड्डी निकाल्नु गड्डी पैसाको गड्डी निकाल्नु 1 लाख रुपैयाँ हेर 5 रुपैयाँ देऊ न आई कन्ट्याक्ट 4-5 जना पनि आउँदै छ निस्सा होला तावले सबलाई बाँकी म बाँकीलाई दिन्न है हजुर म बाँकीलाई पनि दिन्न हामी 500 दियौ कम भयो 1000 रुपैयाँ मालालाई दियौ 1000 रुपैयाँ फाइन लाग्ला धेरै छ नि अनि धेरै भोक लागिसक्यो छ ए कम से कम 3 त गर 100 रुपैयाँ निकाल्छ अबे मलाई न यो आफ्नै घरमा भयो नयाँ सिस्टम गाडीको लागि आफ्नै घरमा गाडीको यो सिस्टम अरे भोक लागिसक्यो पुगो तीन त गर 6 जना छौं गरे 6-5-30 10 रुपैयाँ कहाँ छ 250 हुन्छ ई 500 मैले हेरेर ल्या यो त आफ्नै सिस्टम मैले बुझ्दैन ल बन्नी छनी खाए इच्छा आकांक्षा पूरा होस् हाम्रो इज्जत बचाइ राखे सधैँ खुसी रहे हामीलाई सधैँ यस्तै चेक बार गरेर पैसा दिए ल धेरै धेरै धन्यवाद यतै भित्रै छन् ए बार्गेनिङ हुँदैछ यता सालले खैदेऊ आउ साली नानी ठाउँ त छैन अमितको सालले खैदेऊ ल त्यो खानेवाला हामीलाई त्यो खाने धेरै भयो प्लेट लिएर आऊ जाउँ ल हाम्रो दाई भाउजू घरमा आइसकेको अवस्था म खाँदिनँ म आफै तान्नेवाला छु हाम्रो सोनु फुपी यहाँ आउनुहुन्छ लाइभमा बिल्कुल जोइन हुनुहुन्छ यो युट्युबमा आउनेछ साँच्चै मैले मजाक गरेको छैन आफ्नै युट्युब च्यानल छ बिल्कुल